तिम्रो शहर छोडी टाढा टाढा जाँदैछु तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु म तिम्रो शहर छोडी टाढा टाढा जाँदैछु तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु म तिम्रो शहर छोडी टाढा तिमीलाई दिल दिँदा तिमीलाई दिल दिँदा तिमीलाई दिल दिँदा सजायो पाए तिमीलाई दिल दिँदा सजायो पाए मैले आफ्नै नजरमा Off the top, so get to the top there. Okay, ready? Room. 1, 2, room. 3, 4. Okay, तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु म तिम्रो शहर छोडी टाढा we can do it outside. So no, it's fine. What we'll do, we're gonna put the something and then remove it. So the video proposal. तानेर अनि हात चाहिँ यहाँ माथि ल्याउनु अनि लगाइ सबै अनि क्यामेराले बढी माथि देख्ने गरी गर्नु है भन्छ टाइट छ भने त नलग्यो फेरि यहाँ गाउँ हुन्छ चेन त पुरै लाउनु पर्दैन यसै चेन चाहिँ हो त्यसरी गर्नु बहिनी हो त्यसरी त्यो देख्छ नि त्यति भए भएको नि नमुना हो एउटा त सबै होइन क्लोज फ्यामिली यही हुनुपर्छ क्लोज फ्यामिली भयो तपाईँ छोड्नु भएन कर्णबहादुर साम्सु ल्याङसिङ बेलको 군당마 건너와들 군당마 건너와들 로 칸네메 신기 네메 뭐에 낭 뭐데
Ông đi em sang mang em mà khi bôi liên mang em mà bằng phê con mù hôm nay có khi lên tôi thóc đi sang mang mẹ bô cái bôi liên mang sao ta liên mang bằng phê hôm nay mẹ bô cái hôm nay tôi còn tên cô cái lăng mà tên con thắng mà bô cái vô cái trong xí một bê rồi bà vô cái trong xí bê con này có kia rồi yo là hôm nay có suy em phải làm thôi em tôi chăm này làm thôi này y sinh bê rồi hôm nay cái ngã khô em mồ thôi suy em làm thôi thợ ba yêu làm thôi cả 군에 걷길러리 군을 이웃게 방배 군에 거뭐 삼성의 만생상 쌍방의 워룸 뭐야 때문에 저 워롱자 싱이 저 뭐야 나 달아봤어 달아 저 달아발 달아줘 안돼 싱용이 원장 안돼 싱디디 싱도가 롱디리 롱덕 내가 못해 자자 터지지만 나 자자 터지만 해르면 수수 해르면 댐수면 나로 장모 오늘 왜 낭독에 와사 골람 뭐 개비는 뭐 와사 골람 고서 상방 워룸 너 봐요 너 안에 땡 골람 하면 다이 와사 골람 맨 작게 하 cái bây giờ là không hoàn thành cái vô sao hoàn thành cái khả năng không nên mà phải còn được cái con nam đã chế dạ 39 thế này giờ अनि त्यो कपडा पनि दिनुहोस् लामो कपडा अनि यसलाई यहीँ राख्नुहोस् chế là 20 mà कसरी यस्तो हो त्यसो ओ त्यो नअड्दो रहेछ अलिक छड्के राख्ने छड्के भए पनि हुन्छ अनि सिन्दुर छैन सिन्दुर पोते छैन अरे ठिक त चाहिने हो रङ छैन त्यहाँ कुरा गरेर पोते छैन सिन्दुर छैन त्यो होइन बजारले लाउनु हुन्न सुन होइन सिन्दुर खुकुरी ल्याउनुहोस् या दाजुभाइ हामी दाजु आफै भाइ कोही दाजु छ उहाँको मेसेज सक्दैन ती विधि त गाउनै पर्छ सिन्दुर खानाहरू यहाँ राख्नुहोस् त नाङ्लो छैन है खाना रेडी छ लु यहाँ राख ल्याउनुहोस् त सबैभन्दा पहिला उहाँको श्रीमती छैन त्यसै पनि त्यसले गर्दा सिनियर छोरा बुहारी आउनुहोस् छोरा बुहारी नाङ्लो चाहिन्छ जेठा छोरा बुहारी पहिला त्यसपछि अब साइला खाइला ओके ओभनभित्र चाहिँ त्यहाँ पेपर प्लेट ल्याउनु त पेपर प्लेट थियो नि कहाँ छ खुवाउँदैछ खुवाउँदैन केही छैन ल सबैभन्दा सिनियर आउनुहोस् को आउनुहुन्छ त्यो पेपर प्लेट यहाँ ल्याउनुहोस् ओ यहाँ राख्नुहोस् अनि उता राख्नु हो अब अरू चिजहरू पनि ए उहाँ छुवाउँदै मात्रै होला छाउने मात्रै यहाँ राख्नुहोस् है मैला दिदी को दिदी तपाईँ हो क्या सबै अलिअलि आउनु तपाईँ तपाईँ छोरा होइन ओके अब मुसम्म हो आफै तेरो अलग हिसाब नम्बर है तुमको से हो आज भाई के लावा से कोन थामा कोन आवाज के बस को में दुके नि में दुके यारे के जम में हो पे समय में हो के कहने हो के चे दूंगा एक हो में तम इंगा तो तम न तुम हम काम दो के जल हामी त यहाँ त्यही किन लाइनमा बस्नु खाना त्यो उता दिउँ न एउटा पानी ल्याउनुहोस् हात धुने यसो विधि पानी हात धुने अघि भन्नु बिर्सेछु फ्याटमा एउटा धुने पो खाने होइन एउटा भाडा हात धुने के एउटा बोल पानी दिनुहोस् बोल पानी दिनुहोस् न अघि भन्नु बिर्सेछु ऊ त ल अब दिदी नै हो यहाँको सिनियर तमने सागु से बस के दूंगे के जम में हो पे समय में हो के केम्पु के सागे मंगली के जहां सो ओ का गेम न तेरो बहुत तपाईँ त्यतै के वर्ष 20% पर्छ न सबैले सबैले दिन्छ के सबैले सूर्य तपाईँ के जम में हो पे समय में हो के ओने वही में हो पे खाने को तो अली को ले थम में दी के सुदु लाम में दी के सोगा लाम में दी के अरे केमा यङ सो लाम दो गने को असँग न बचे दूंगा फेंग हो आसा छिरो में यो बात केमा लाम में दी नाम दाग के ठुलो यो यही लगा कोही लगे लट्ठी चाहिँ के फुबाजु लट्ठी देख्नुहुन्थ्यो कि लाउनु मिल्छ मिल्दैन उता अरे बक्समा लगाइदिने नि बक्समा लगाइ त्यो त सोध्नुपर्छ है त्यही त
अनि लाइभ पठाउने लाइभ पठाउनु पाउँदैन भनेर त सोध्नुपर्छ उनीहरूलाई साइडमा लगाइदिनु नि ठिकै छ म भन्छु साइडमा लगाइदिनु म भन्छु हामी उता जाँदाखेरि फोटो बोक्नुहोस् है एउटा फोटो भरे उता जाँदाखेरि अनि फोटो पनि त्यो ठाडोमाथि राख्नु मिल्छ होला नि भरे उता के अरे सिमेन्ट्रीमा त्यो राख्ने फ्रेम छ होला नि नभए त ठडाउनु पर्यो नि फोटो होइन किला गाडेर ठाडाउनु न साह्रै भएन होइन कफिनमाथि ठडाउनु पर्यो भरे त अब उसको बायोग्राफीहरू के अरे भन्दा बायोग्राफीहरू भन्दाखेरि त अब फोटो राख्नु राम्रो अगाडिपट्टि यसो आउँदा त्यो पहिला नि त्यसरी नै गरेछ पछाडि स्ट्यान्ड छैन हात धुनुहोस् अरू आउनुहोस् हात धुनु भन्नु छोडी ल फेरि के सबै दिएर तपाईँ के पर्नु कान्छी छोरी कान्छी भाउ काम के सा भाउ काम है सुम्बो के साथ वो आगे ने पैसे लामा के साथ जे तुम अबे के वासा ala ki dong me wasa ko am sinale ko ni wala ke senji ke be ala ko mo wasa ko lam ke senji ala ko mo ke la se ko si la ai ne si lam ke di kan ke be me ke wasa ko lam ala sum अनि ठिकै छ त्यो बोक्समा आउनु ma yo samna to be ke ma yo kan ka ba सुरे चाहिँ यता भडादेखि हो ए अलग हैन हातो चाहिँ त पाए हो पर्ने तपाई चाहिँ वारी काम गर्छौं अलिकति बोकेर त्यो बागे त्यो मुरुम किनारे चाहिँ फोन गरेको यसले के माग्ली उपार हो कम बहादुर कम लडी के सुम्बो चाहिँ हो अझै पनि यो जाममा चाहिँ सामने देखि के जे ढुङ्गा केको अलि नन्दो नमुला उतै राख्नु ल हुन्छ के मान्छे नातिनी हुआ धमा खाने धमा हुआ के अलग के सेंदे नाम लो बेली के सेंदे बाजा के सेंदे इंजा के सेंदे ओके दिन दाजन के सेंदे अलग बेली के नाम ने बाजा के नाम में सुको बेली के सुको के नाम अलग को में सुको असेम जस्तो भए पनि हुने होला नि त जस्तो सँगको भाबी अरु नि त्यो घोडा आएर ए हुन्छ जस्तो घोडा त्यो बुवा त नातिनीहरु हजुर सबै नातिनीहरु छ नातिनी त यहाँबाट बागेने सेम्मे मुन सेम्मे एमएन जार सुम्बो बागेने त महिना बागेने त दुमु बागेने त अल जे जोंगे जे जोंगे न पे जाम ल ठीक छ ल थ्यांक यू अब यसपछि चाहिँ खुकुरी दुईटा अनि त्यो के अरे सामदा थाप्ने छोरी मान्छे अनि त्यहाँदेखि खुकुरी दुईटा खुकुरी रेडी गर्नुपर्छ त्यो पछाडि भन्छु तपाईँलाई 28 तारिखको लागि अब सामलकमा गरिन्छ नि हैन नातिनी हुन् सुम्बो जे हो एमएन जार हो थांगे हो एमएन जार सुम्बो जो बागेने त भइ गेला ये दुए जार लागि न जार ये दुए ओके सुम्बो सब ओके ल सुम्बो मेन्दु के नि वा तो सुएन्ति सुम्बो कप्पु सुम्बो मेन्दु के नि वा जार थाप तो बाबा सबैले फुल लाउँदै आमा बाउको अन्तिम त सबै खुट्टामा ढोक्दै जानुहोस् न परिवारले ल खुट्टामा सबै सबै खुट्टामा ढोक्नुहोस् जोय 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 हुआ भागेको म जोय हुआको के गए हिङ त कहिले गए सिपे हिङलाम सबले चाहिँ नसुम्पोकेन त हुआ मुरु चाहिँ इना चाहिँ फङ्गो त लिदि गेममा के जोय हुक ल सक्यो हैन ल यहाँ हाम्रोमा एकदम राम्रो ल काका भाइ पर्याउनु भनेको हजुर हैन भतिजो भतिजो ओके छोरी मान्छे रेडी गर्नुहोस् है यो पहिले त्यो सामदा खुङ बनाउनुको लागि बेला
सिन्दुर ल्याएको छ भनेको छ नि सिन्दुर लिएको छ खै खोज्नुको यो बाहिर राख्दा हुन्छ यो त बाहिर हो त को हुनु छ त्यो कालो प्लास्टिकको पोको लाने देब्रे हातले पहिले पक्रिनुहोस् देब्रे हात अनि चाहिँ खड्क बहादुर होइन काठो यो गुजाउँछु के बेलको भया के चाहिँ थामो खेने गमो हेर्ने सिजो में भी दे लाफी में भी दे सिजो के लाफी में भी के वया के लाफी में भी के आरियामो सिजो के दे मो हेजुम बांग पे हुने वया से काकी बांग पे मोको हेने को के सिगी में भी दे सोसा में भी दे इमेदी माता में भी दे अंग हेने खरे को मोको म तू खरे रे संपा खाए सिगी में भी के सोसा में भी के सिगी सोसा में भी दे को मैं नाम दो सिगी जम सोसा भी दी हां सिगी बेटी सोसा भी दी Ano kamu? Edung bang be, ebe bang be uya yang sigi mem bi ke menya ke sigi landam me sosam landam me, ini gusa kembang li. Badung kaya yang sigi sosam landam ho. Keng kosin lo ho yang mau kamu. Kabe. Oi thà thế ke sa ke mang dia, ke sa ke men janum dam thar siang, men dang dam deep ni. भेलाले त टिपेन अन्त भेलाले टिप्नु पर्यो अब त टिप्न त्यो पोरो लानु चाहिँ धेरै पोरो चाहिँ धेरै लानु भरे भरे बाहिर गर्नु त भाइ यहाँ लु पर बाँड्नु पर्छ है भने पर घुमाउनु पर्छ यो पर अन्तिम खोलिन्छ माथिको खोलिन्छ है भरे चाहिँ उता जति पनि मलामी आउनेहरू चाहिँ यो खोलिदिन्छ यहाँ मुनि सिसा छ सिसाबाट चाहिँ नै उहाँको अनुहार देख्न पाउनुहुन्छ फुल चढाउनेहरूले है फिकर नगर्नुहोस् strong people and then the rest can wait outside दुईजना राम उहाँ भयो नि Hedange organis. Hedange agadi. त्यो फोटो माथि राख्नु अगाडि फोटो अब एकछिन फोटो अच्छा यहाँ चाहिँ हामी के यहाँसम्म हात्ती बोक्ने जानवरले त्यसमा खै छरेकै छैन खै छर्दैछ गाडी मेहनत मामा तपाईँकोमा कतिजना छ मेरोमा सबभन्दा धेरै माया गर्ने मेरो बाबा सुपरम्यान मेरो बाबा जिउजन मेरो बाबा भगवान मेरो बाबा सुपरम्यान मेरो बाबा जिउजन मेरो बाबा भगवान मेरो बाबा भगवान
ताते हिँड्न सिकायो आफ्नो पराइको हो भनी छिन्न सिकायो हात समाउँदै ताते ताते हिँड्न सिकायो आफ्नो पराइको हो भनी छिन्न सिकायो आफ्ना खुसी बेची बेची मेरा खुसी किन्यो जता जता मेरा पाइला उतै उतै हिँड्यो बाबा जता जता मेरा पाइला उतै उतै हिँड्यो मेरो बाबा सुपरम्यान मेरो बाबा जीवजन मेरो बाबा भगवान मेरो बाबा भगवान राम्रो नाना हामीलाई किनी लायो फाटेको अब तिम्रो पसिनाले पैसा साटेको राम्रो नाना हामीलाई किनी लायो फाटेको बाबा तिम्रो पसिनाले पैसा साटेको हातकेलामा ठेला परे पैतालामा फोरा सुख छ भन्यो बाबा बोक्दा पनि बोरा सुख छ भन्यो बाबा बोक्दा पनि बोरा मेरो बाबा सुपरम्यान मेरो बाबा जीवजन मेरो बाबा भगवान मेरो बाबा सुपरम्यान मेरो बाबा जीवजन मेरो बाबा भगवान मेरो बाबा भगवान मेरो बाबा सुपरम्यान मेरो बाबा जीवजन यहाँ दुवैपट्टिलाई लाइन लगिदिन्छ अलि राम्ररी हजुरहरू सबैजना बाबा आकाश घामको किरण झर्ने संसारमा सबभन्दा धेरै माया गर्ने मेरो बाबा आकाश घामको किरण झर्ने संसारमा सबभन्दा धेरै माया गर्ने मेरो बाबा सुपरम्यान मेरो बाबा जीवजन मेरो बाबा भगवान मेरो बाबा सुपरम्यान मेरो बाबा जीवजन मेरो बाबा भगवान मेरो बाबा भगवान मेरो बाबा सुपरम्यान मेरो बाबा जीवजन मेरो बाबा भगवान मेरो बाबा भगवान बिस्तारै बाँकी मलामीहरू लाइन लागेर अगाडि बिस्तारै अगाडि आइदिनु होला
बाँकी मलामीहरू लाइन देखिले यसो लान भने कमालो मुटु छेडेर गयो बच्चनको तीरले कमालो मुटु छेडेर गयो बच्चनको तीरले जहाँ जाऊँ थकाई गहिरो उकाली भिरले जहाँ जाऊँ थकाई गहिरो उकाली भिरले कमालो तपाईँले चाहिँ नि यो अब यो छेडेर गयो बच्चनको तीरले पक्का ड्रिल हुन्छ नि यसको त इन आउट भन्ने
यता ल्याउनुहोस् क्लोज फ्यामिली चाहिँ यो साइड यहाँ नजिकै बसिदिनुहोस् त क्लोज फ्यामिली चाहिँ यता नजिकै यहाँनिर बाबाको कफी नजिकै बसिदिनुहोस् थ्याङ्क यू नातिनी नाम लेख्नुपर्छ भन्नु सेम्बो फ्यामिली हो संस्थाको के संस्था कुनै पनि सङ्घ संस्थाबाट आउनुभएको छ भने फेरि पनि हजुरहरूलाई म यो नाम टिपाइदिनको लागि हार्दिक अनुरोध गर्दछु सबभन्दा पहिले हाम्रो अनुरोध तपाईँहरूको मोबाइल फोन यदि मिल्छ भने कम्प्लिटली स्विच अफ गरिदिनु होला यदि मिल्दैन भने तपाईँहरूले साइलेन्समा राखिदिनु होला र यदि तपाईँहरूको कुनै पनि इमर्जेन्सी कल छ नबोली नहुने छ भने अलिक पर गएर मात्र बोलिदिनु होला र सबैजना शान्त भएर बस्दिनको लागि हार्दिक अनुरोध गर्दछु धन्यवाद स्वर्गीय कर्णबहादुर लाउटेज्यूका आफन्तजनहरू साथीभाइ इष्टमित्र छरछिमेक मामाओली कुलकुटुम्ब छोरीचेली ज्वाइँचेला सम्पूर्णमा मेरो व्यक्तिगत तर्फबाट साथै हिलिन्डा गोर्खा नेप्लिज कम्युनिटीको सचिवको तर्फबाट हार्दिक श्रद्धा साथै शोकाकुल परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दछु यो दुःखद घडीमा यहाँ आउनुहुने सम्पूर्ण महानुभावहरू साथै विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका प्रतिनिधिज्यूहरूमा हिलिन्डा गोर्खा नेप्लिज कम्युनिटीको तर्फबाट हार्दिक धन्यवाद संस्कार परम्परा अन्तर्गत अन्त्येष्टि हुन गइरहेको छ तर योभन्दा पहिले म तपाईँहरूलाई हेल्थ एन्ड सेफ्टीको बारेमा छोटो जानकारी दिन गइरहेको छु कृपया ध्यान दिएर सुनिदिनुहोला हुन त हामी यहाँ खुल्ला आकाशमुनि छौँ यहाँ कुनै आगोलागीको सम्भावना छैन तर पनि तपाईँ हामी सबैजना शोकमा डुबेको अवस्था छ यस्तो बेला हाम्रो मन मस्तिष्कले काम नगर्न सक्छ त्यसो हुनाले तपाईँहरूले आफ्नो ख्याल गर्नुहोला र आफ्नो दायाँ बायाँ भएको साथीभाइको पनि ख्याल गरिदिनुहोला यो हाम्रो कार्यक्रम लगभग 1-1.5 घन्टाको हुनेछ यो समय अवधिमा तपाईँहरू कोही बिरामी पर्नुभयो अथवा तपाईँहरूलाई कुनै पनि चोटपटक लाग्यो भने हामीलाई तुरुन्त सम्पर्क गर्नुहोला नेपाल जन्मघर जिल्ला 5 हिलिह्याङ 6 क्युवा बार्पा जन्म भई ब्रिटिस आर्मीमा भर्ती भई लामो समय काम गरी रिटायर जीवन आफ्नो परिवारको साथमा बिताइराख्नु भएको हाल लन्डन बरो अफ हिलिङ्डन हेजमा 3 छोरा बुहारी छोरी र नातानातिनीहरूसँग उहाँ बस्दै आउनुभएको थियो केही समयदेखि बिरामी भई उपचारको क्रममा हुनुहुन्थ्यो उपचारकै क्रममा 9 फेब्रुअरी 2026 सोमबार हेलिङ्डा हस्पिटलमा स्वर्गवास हुनुभई वैकुण्ठवासको बाटो लिनुभयो आजबाट विधिवत रूपमा उहाँको पार्थिव शरीरलाई अन्तिम घर पठाउने यो संसारबाट विदाई गर्ने कार्यक्रम भइरहेको छ स्वर्गीय कर्णबहादुरज्यूको वैकुण्ठवास स्वर्गमा बाटोमा उहाँको आत्मालाई कुनै बाधा अड्चन नहोस् भनेर विधिवत रूपमा फेदङ्माज्यूले अघि नै घरमा पूजापाठ गरिसक्नु भएको छ त्यसो हुनाले अब हामी यहाँनिर फेरि पनि त्यो दोबारा पूजापाठ गर्नेवाला छैनौँ उहाँको अघि नै पूजापाठ घरमा भइसकेको छ अब पालो भएको छ स्वर्गीय कर्णबहादुर लाउटेज्यूको बायोग्राफी जीवनीको अब हामी स्वर्गीय कर्णबहादुर लाउटेज्यूको जीवन योगदान र व्यक्तित्व बारेमा छोटो स्मरण गर्नेछौँ उहाँको जीवन वाचन गरिदिनको लागि म केवाइसी सेन्टरका ट्रेजरी तथा उहाँको नाति श्री खगेन्द्र लावतीज्यूलाई हार्दिक अनुरोध गर्दछु सिरुको बाटो तिनचुले हाम्रो कर्णबहादुर लाउती बाजेको जीवन कहानी चाहिँ मैले
परिवार छोराको यादमा मैले पढ्न गइराखेको छु। बुवा रामधोज लाउती र आमा थिप्रानी काम्बाङ लाउतीको कोखबाट 16 मे 1936 जन्म लिनुभएको थियो। ट्रान्सफरको बेम्बे गाविस वार्ड नम्बर 4 टाङ्लेपामा बाल्यकाल बिताई 21 वर्षको उमेरमा 1 नोभेम्बर 1957 सालमा ब्रिटिस आर्मीमा भर्ती हुनुभएको थियो। आर्मी नम्बर 21, 14, 87, 83 नम्बर पाउनुभएको हाम्रो बुवाले इन्डियाको सुङ्गाई पेटानीमा 9 महिनासम्मको लामो र कठिन रिक्रुट ट्रेनिङ सकेर मलेसियाको जोरबारुमा फर्स्ट एनजिआर सपोर्ट कम्पनी मोटर प्लाटुनमा उहाँ जोइन हुनुभएको थियो। बोर्नियो कन्फ्रन्टेसनको लडाइँमा सन् 1963 देखि 1966 सम्म लड्नुभएको हाम्रो बुवालाई दुश्मनद्वारा राखिएको एउटा ट्र्यापमा परेर उहाँलाई ठुलो घाउ लागेको थियो। तर पनि लडाइँ नसकिन्जेलसम्म उहाँ त्यो घाउ निको नभई पनि उहाँले अन्तिमसम्म त्यो लडाइँको अन्त्यसम्म लड्नुभएको थियो। त्यस पश्चात 1968 देखि 69सम्म युकेमा क्वीन एलिजाबेथको गार्डको लागि खटिनु भएको थियो। 1 वर्षको गार्ड ड्युटी सकेर सार्जन्ट पदमा पदोन्नति सँगसँगै साइप्रस सर्नुभयो। 3 वर्षको लामो बसाइपछि साइप्रसबाट हङकङमा 1975 सालसम्म जागिर गरी 18 वर्षको नोकरी पुरा गर्दै 20 जुलाई 1975 मा अवकाश हुनुभएको थियो। 18 वर्षको पल्टने जीवनमा जेनरल सर्भिस मेडल मलेसिया, बोर्नियो र मलाय पेनिन्सुला मेडलहरू प्राप्त गर्नुभएको थियो। अवकाशपछि आफ्नै जन्मभूमि नेपाल गएर साबिक भारपा गाविस वार्ड नम्बर 2 किवा भन्ने ठाउँमा बसोबास गर्न थाल्नुभयो। समाज सेवालाई विशेष मान्यता दिने हाम्रो बुवाले ब्रिटिस गोर्खा वेलफेयर सङ्घको मिलेमतोमा 100 भन्दा बढी घर स्कुललाई सेवा पुग्ने गरी खाने पानी र शौचालयको व्यवस्थापन पनि गर्नुभएको थियो। जीवनको उत्तरार्धतिर सन् 2019 सालमा 50 वर्ष पछाडि फेरि युके आउनुभएको थियो। बुवाको पल्टने जीवन पछिको युके प्रस्थान अलिक भिन्न भए पनि परिवारसँगको बसाइ भएकोले उहाँ सदा खुसी र उमङ्गित हुनुहुन्थ्यो। हाम्री ममतामयी स्वर्गीय आमा नन्दमाया जबेगु लाउतीसँग विवाह बन्धनमा बाँधिनु भएको बुवा गणबहादुर लाउतीबाट छोराहरू छविलाल लाउती, रविन्द्र लाउती, राम लाउती र लक्ष्मण लाउती, त्यस्तै गरी छोरीहरू सञ्चमाया लाउती, खड्गमाया लाउती, भीमकुमारी लाउती, गीता इन्दु लाउती, कृष्णकुमारी लाउती, मीना लाउती र बुहारीहरू कुमारी लाउती, कविता लाउती र मीना लाउती साथै ज्वाइँहरू नाति नातिनाहरूलाई आउने दिनहरू सुम्पन्दै 9 फेब्रुअरी 2026 को दिन यो महायात्रामा निस्किनुभयो। हजुरको यो लामो यात्रा सदा सफल रहोस्। अलविदा। तपाईको सम्झना सधैँ हाम्रो मनमा जीवित रहनेछ। भावपूर्ण श्रद्धाञ्जली बुवा। धन्यवाद। धन्यवाद खगेन्द्र लाउतेज्यू। उहाँ यो जीवन स्मरण गर्ने क्रममा निकै नै भावुक हुनुभयो र हामी पनि सबैजना निकै भावुक बन्यौँ। यो दैव पनि कति कठोर स्वर्गीय कर्णबहादुर लावती अब हामीमा रहनु भएन, केवल उहाँका सम्झना मात्र हामीसँग रहनेछ। अब पालो भएको छ छोटो श्रद्धाञ्जली मन्तव्यको। स्वर्गीय कर्णबहादुर लावतीजीको सम्झनामा छोटो मन्तव्य राखिदिनु हुन
हिलिङडा गोर्खा नेप्लिज कम्युनिटीका पूर्व अध्यक्ष साथै यस गोर्खा समाधि स्थलका संरक्षक र आजका यस फ्युनरल सर्भिसका कोअर्डिनेटर प्याट्रोन श्री सूर्य लिम्बुज्यूलाई हार्दिक अनुरोध गर्दछु। हेलो 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 थ्याङ्क यू हिलिङ गोर्खा नेप्लिज कमिटी सचिवज्यू। आयो चौपटी प्यो मिति पुग्यो चरेर तर्दैन थियो। आज लेट स्वर्गीय कर्णबहादुर लाउती 90 वर्षको उमेरमा हामी कहाँबाट विदा भएर जानुभएको उहाँको बायोग्राफमा सम्पूर्ण डिटेलहरू भनिसक्नु भएको छ र विशेष गरेर आज यस दुःखदको घडीमा शोकाकुल परिवारप्रति सपोर्ट दिनुको लागि पाल्नुहुने आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, टाढा टाढाबाट पाल्नुहुने पाहुनाजनहरू, इष्टमित्रहरू, कुल कुटुम्बहरू, नातागोताहरू, बिहाफ अफ शोकाकुल परिवार तर्फबाट र म आयोजकको तर्फबाट यो दुःखदको घडीमा सपोर्ट दिनुको लागि उपस्थित हुनुभएका सम्पूर्णलाई धेरै धेरै धन्यवाद र दिन चाहन्छु। त्यसरी नै यो आजको दुःखद घडीमा सफल बनाउनुको लागि सपोर्ट गर्नुहुने हिलिङ गोर्खा नेप्लिज कम्युनिटी सम्पूर्ण दाजुभाइ आज हाम्रो निमन्त्रणामा आइदिनु भएको छ, त्यसको लागि थ्याङ्क यू। ग्रेटर लन्डन सिनियर ब्रान्च किराँत यातुन चुम्लोङ उहाँहरू हामी दुवै कम्युनिटी मिलेर यो दुःखदको घडीलाई सफलता गर्नुको लागि हामी साथ सपोर्ट दिनुको लागि हामी लागि परेका थियौँ। तसर्थ आजको उपस्थितिमा यसरी आइदिनु भएकोमा फेरि पनि तपाईँहरूलाई धन्यवाद भन्दै स्वर्गीय कर्णबहादुर लाउती ज्यूको आत्माले चिर शान्ति पाओस् र शोकाकुल परिवारप्रति धैर्यधारणा गर्ने शक्ति मिलोस् भनी म भगवानसँग प्रार्थना गर्दछु। Likewise, late कर्णबहादुर Lauti funeral today, we would like to express our helpful thank you for Anjo funeral director, especially Mr. Jason and the entire team for the care in the support during these difficult times. Our sincerely gratitude also goes to the Hiling Gorkha Nepalese community and Greater London Senior Branch. Kirat Yasin Chumlu community, standing with us, they working together in support for this community. We truly appreciate the strong relationship with the chair. We are deeply grateful for all the help and kindness showing during this passing Mr. Pass away कर्णबहादुर Lauti. And with the support giving us the family throughout his final journey. Especially thankful for the Cherry Line Cemetery, Mr. San and his team. Whole team is looking for their care and giving to us. Dhanyabad tapaharu aidinu bhayeko cha. Thank you everyone. Thank you Sachin. धन्यवाद प्याट्रोन सूर्य लिम्बुज्यू। स्वर्गीय कर्णबहादुर लाउतीको सम्झनामा उहाँले धेरै राम्रो कुरा राखिदिनु भयो, साथै यो गोर्खा समाधि स्थलको बारेमा पनि जानकारी दिनुभयो। उहाँलाई फेरि पनि धेरै धन्यवाद। अब पालो भएको छ परिवारको तर्फबाट धन्यवाद ज्ञापनको लागि। म परिवारको तर्फबाट धन्यवाद ज्ञापन गरिदिनु लावती परिवार युकेका अध्यक्ष अबिर लावतीज्यूलाई हार्दिक अनुरोध गर्दछु। अबिर लावतीज्यू तपाईँ कहाँ हुनुहुन्छ, यहाँ आइदिनु होला। म चाहिँ अब सिधा डाइरेक्ट जानु पर्यो, छोटो मिठो नजिक राख्नुहोस्। के अरे हिलिङ नेप्लिज कम्युनिटी हिलिङटन नेप्लिज कम्युनिटी केवाइसी युके ग्रेटर लन्डन सिनियर ब्रान्च आमा समूहका अध्यक्षज्यूहरू साथै सम्पूर्ण सदस्यज्यूहरू, सङ्घ संस्था मलामी आउनुहुने सम्पूर्ण स्वर्गीय कर्ण लौती परिवार साथै पापङ लौती संयोग युकेको सम्पूर्ण परिवारबाट तपाईँहरूमा आभार व्यक्त गर्न चाहन्छौँ। धन्यवाद।
धन्यवाद अध्यक्ष अबिर लावतीज्यू उहाँले परिवारको तर्फबाट यहाँ उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई धन्यवाद गरिसक्नु भएको छ। पालो भएको छ 2 मिनेट मौन धारणको। स्वर्गीय कर्णबहादुर लावतीज्यूको आत्माको चिर शान्ति कामना गर्दै शोकाकुल परिवारप्रति धैर्य धारणा गर्ने शक्ति मिलोस् भन्दै उहाँको सम्झनामा 2 मिनेट हामी मौन धारण गर्नेछौँ। यदि तपाईहरूको धर्म आस्थाले दिन्छ भने तपाईहरूको शिरबाट टोपी अथवा पछ्यौरा सबैजनाले निकालिदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु। अब पालो भएको छ श्रद्धाञ्जली अर्पण फुल चढाउने कार्यक्रम। यो फुल चढाइसके पछाडि कम्प्लिट यो कफिनलाई कम्प्लिटली लोअर गरिनेछ। त्यस पछाडि मट्टी दिई सबैजना यहाँ तल आगोलाई छोएर काँडालाई टेकेर सुनपानी छोकेर तपाईँहरू सबैजना रिफ्रेसमेन्टको लागि अगाडि बढ्नुपर्ने हुन्छ। अब म यो श्रद्धाञ्जली अर्पण फुल चढाउनको लागि सबभन्दा पहिले फ्यामिली इमिडिएट फ्यामिली फलोड बाई हाम्रो सङ्घ संस्थाको नाम क्रमैसँग बोलाउनेछु र त्यस पछाडि हाम्रो जो मार्शल ट्राफिक मार्शलमा खटिने दाजुभाइ र रिफ्रेसमेन्टमा खटिनु हुने दिदीबहिनीहरू अगाडि आइदिनु होला। म तपाईँहरूलाई पालो पालो बोलाउँछु। परिवारको तर्फबाट अब तपाईँहरूले फुल चढाउन सक्नुहुन्छ। परिवारको तर्फबाट इमिडिएट फ्यामिली अगाडि आइदिनु होला र तपाईँहरूले पालै पालो यहाँ फुल चढाइदिनु होला। इमिडिएट फ्यामिली हतार नगरिकन तपाईँहरू पालै पालो आइदिनु होला। इमिडिएट फ्यामिली त्यसपछि पछाडि हेलिनन गोर्खा नेप्लिज कम्युनिटीका कार्यवाहक अध्यक्ष भिपी श्री योगा गुरुङज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यस पछाडि केवाइसी सेन्टर युकेका ट्रेजरी श्री खगेन्द्र लावती पालै पालो हजुर पालै पालो हतार नगरिकन। त्यस पछाडि जबेगु परिवार युकेका चेयरम्यानका श्रीमती नेत्र थक्लुङज्यू सरी यहाँ अलिकति मिस्टेक भएछ। केवाइसी युके ग्रेटर लन्डनका सिनियर ब्रान्चका अध्यक्ष श्रीमती विशेष नेत्र थक्लुङज्यू। नेक्स्टमा जबेगु परिवार युकेका सचिव श्री टीका नारायण जबेगु। श्रम संस्कृति समर्थक प्रवासी युके का संयोजक राम तोमर लिम्बू। इसाम साम्य युके सेक्रेटरी राम इजाम लिम्बू।
त्यस पछाडि त्यही सोसाइटी युकेका चेयरम्यान छत्रसिंह तेन्यु, पापुहाङ लावती, स्वयं युकेका चेयरम्यान अबिर लावती। अब सङ्घ संस्था पछाडि तपाईँहरू फुल दिइसके पछाडि एकैछिन त्यहाँ बस्नु होला, फेरि मट्टी दिन आउनुपर्ने हुन्छ दोबारा। अब तपाईँहरू दिदीबहिनीहरू अगाडि आइदिनु होला, दिदीबहिनीहरू पालै पालो। हाम्रो मार्सलमा खटिनु हुने दाजुभाइहरू र पर रिफ्रेसमेन्टमा खटिनुहुने दिदीबहिनीहरू अगाडि आइदिनु होला। अनि बाँकी सबैजनाले लाइन बाई लाइन है हजुर। फुल दिइसके पछाडि साइडमा एउटा बस्दिनु होला, त्यस पछाडि फेरि मट्टी दिन आउनुपर्छ एकपटक। लड्नुहुन्छ अलिक विचार गर्नु होला, बिस्तारै पालै पालो आइदिनु होला। टाइम चाहिँ नआतिनुहोस् है, हामीसँग एकदम टाइम काफी छ। बिस्तारै हजुर पालै पालो है। आज चाहिँ हामीले यो वेदरले नै साथ दिएको छौँ, पानी परेको छैन, तर यसो हेर्दाखेरि पानी पर्ने अवस्था देखिँदैछ फेरि। यहाँको त भरोसा अहिले होइन, एकछिनमा अझै समय आदिम एडभान्समा छु यार। 11 बजे नै सिद्धिएला जस्तो भयो यार। 12 बजेको प्रोग्राम सबै राखेर 11 बजे नै सिद्धिएला। फुल चढाइसकेपछि तपाईँले साइडमा गएर बस्दिनु होला, फेरि मट्टी दिन आउनुपर्ने हुन्छ अर्कोपटक। ए होइन केन्द्रको केन्द्र रेप उहाँले अर्को शनिबार थियो, अर्को छैन।
पैसा त्यो फुल मात्रै हजुर फुल मात्रै पैसा चढाउनु पर्दैन यहाँनिर फुल मात्रै साह्रै गरौँ टाइम कार्यक्रम छ वेदाङ्गी चाहिँ माटो माग्ने कार्य हुन्छ यो सबै मैं पनि हेर्नु टोकिने ठाउँमा खाजा खोजिसकेपछि चाहिँ खाना चाहिँ त्यहाँ जानु भन्दै गर्नु त्यति पर्छ है हजुरहरूलाई यो यहाँको कार्यक्रम सकेपछि सबैजना रिफ्रेसमेन्टको लागि गइदिनु होला अनि अर्को सूचना यो ट्युसडे सबैजनालाई घरमा चोखिने कार्यक्रम छ र मलामी दाजुभाइ आफन्तहरू सबैजना चाहिँ उहाँको स्वर्गीय कर्णबहादुरज्यूको घरमा आइदिनु को भ्याउनुहुन्छ सबैजना चाहिँ आइदिनु हुनको लागि पनि म हार्दिक अनुरोध गर्दछु ट्युसडे 24 फेब्रुअरी ट्युसडे बिहान 8 बजे तपाईहरू सबैजनालाई यहीँबाट म निमन्त्रणा दिन चाहन्छु तपाईहरू को भ्याउनुहुन्छ हजुर सबै आइदिनु होला र यो फुल चढाइसके पछाडि हाम्रो मट्टी माग्ने कार्यक्रम हुन्छ हाम्रो फेदाङमाजी पनि रेडी हुनु होला हजुर फेदाङमाजी अब रेडी भइदिनु होला र इमिडिएट फ्यामिली 6 जना फेरि पनि तपाईहरु रेडी भएर बस्नु होला अब फाइनल सबैजनाले मट्टी दिएर हामी यहाँबाट बिदा हुनेछौँ यहाँ हामीले चाहिँ मट्टी माग्ने कार्यक्रम फेदाङबाट हुँदैछ अब सुन्नुहोस् है यो अब टेकै पर्यो अर्कोलाई अलिकति हामीले होइन हामीले नै यो हामीले गरिलिएको जुजुबाजे हिक्सार गुन्दाङमा खाम्बिर गुन्दाङमा बोतो सासिङ में मोसिङ बोतो सा मैं दावी को के नाम बा हो गए मैं संग में अम्मी मोयल आलो दामो हे जी मैं भी रुरा yang di पैसा नु को मोहरियो दु बना लिगे गुते मो हिमबाङ यौ युरो दाङ बिसे मो एनाम तो को कुनेको हे भेब दे गोस हिक्सार गुन्दाङ मा खाम्बिल गुन्दाङ बा मो या छ मो गर्बिर मसान मो हे गुने हिक्सार गुन्दाङ हेले गुने मो एनाम तो हेब दे बिगेम गोस ला
Kuna lô phải sinh ô tăng yung lo, ok là sẽ ô tăng yung lo, con nó vào tụi chúng lô phải sinh yêu cái ra tao cái पाँच के पाँच सात सात भी सात बात के भी भन्दा अगाडि कृपया एकजना अगाडि आइदिनुहोस् न यो फ्लावरलाई साइडमा गरिदिनुहोस् अनि घरको 6 जना दाजुभाइहरू अगाडि आएर तपाईहरु रेडी हुनुहुन्छ यो कफिनलाई भरे खोल्छ के यो साझा गरेको छुँदै छुँदै जानुहोस् अब स्टार्ट चार पटक यो फर्स्ट राउन्ड भयो यो सेकेन्ड राउन्ड यो थर्ड राउन्ड भयो अब फाइनल राउन्ड अब आगो दिने कार्यक्रम सक्यो तपाईहरुले कफिनलाई 6 जनाले बोकेर 3 फन्का यहाँनेर बोक्ने मान्छे आउनुहोस् अगाडि 1 2 3 हुर 1 हुर 2 हुर 3 हुर 4 ओके अब हात लाउनु ओके नाउ पाइपर रेडी यताबाट है तपाईहरु अगाडि वेट ओके हातमा लाउनुहोस् ओके पाइपर स्टार्ट अलि थोरै पठाउनु हुर हुर Dad and mom loving between dad and their dad. Okay, stop. No, bring it here. Yeah. Bring it here. Come here. Come here. Straight. Yeah, straight. And then push it. Okay, now take this. Okay, this the woman always stay here in full. What the? Take it along. Okay, 3 जना यता आउनुहोस् 3 minutes. Okay. सुन्नुभयो? चारचोटि अफ गरिन्छ अनि बिस्तारो झार्ने है. ओके, त्यतिखेर हामीले अफ गर्दाखेरि त्यो डन्डा उको न
Piper was that. Who's gonna pull the stick? We will put it. You lift it, we will pull it. Okay, ready? Up. एक. Up. 2, 3, 4. अब झार्नु बिस्तारै. Slowly. Make it same level. Yeah, same level. Slowly. Same level. Yeah, same level. Yeah, same level. Same level. Same level. Middle. Bit here. That's it. Now it's straight now. See straight there, sir? Yeah, straight. That's okay? Yeah? Okay, that's it. एकतिर छोड्दिनु त उता तान्नुस्. Whoever left one side, तान्न सक्यो. pull up. Okay, अब चाहिँ मोटी दिने. परिवारबाट मोटी दिने. Okay, परिवार आउनु सबैभन्दा पहिला. अब तपाईँहरू मट्टु दिनको लागि तयारी हुनु होला. सबभन्दा पहिले हाम्रो मार्सलमा खट्नु हुने दाजुभाइहरू र पर रिफ्रेसमेन्टको लागि खट्नु हुने दिदीबहिनी मट्टी दिन आइदिनु होला अगाडि. हाम्रो मिठी दिदीको टिम र हाम्रो दाजुभाइको ट्राफिक मार्सलमा खट्ने दाजुभाइ र पर रिफ्रेसमेन्टको लागि खट्नुहुने दिदीबहिनीहरू अगाडि आइदिनु होला. यो सबैजना मट्टी दिइसके पछाडि त्यहाँ आगो बालेको छ. आगोलाई छोएर काँडालाई टेकेर सुन पानीले छर्केर तपाईँहरू रिफ्रेसमेन्टको लागि जानु होला. र सिमेन्ट्रीबाट निस्किँदाखेरि तपाईँहरूले अत्यन्तै ख्याल गर्नु होला है. निस्किने बित्तिकै त्यहाँले डुल क्यारिज आउँछ. डुल क्यारिज गाडी 40को स्पिडमा आउँछ. तपाईँहरू एकदम विचार गरेर मात्र त्यहाँबाट निस्किनु होला. सिमेन्ट्रीबाट निस्किसके पछाडि फर्स्ट लेफ्ट र फ्यु हन्ड्रेड यार्ड 1 मिनटमा तपाईँहरू त्यो गोल हित्रोमा पुग्नुहुन्छ. त्यहाँनिर हाम्रो हाई भिजन लागेको टिम दाजु अब हाम्रो साथमा
तपाईँ पनि उता फर्कि यो चाहिँ के को लागि अब सबै उतै अब छुटेको अब यो चाहिँ आगोसँग छुट्टो भएको अनि काँडा चाहिँ पार लगाएको यो चाहिँ सुन पानीले चोख तिम्रो माया मेरो माया छुटाएर कहाँ गयो
ओ म तरी तोरी तो भए म तरी तोरी तो भए म तरी तोरी तो भए केही बाँकी छैन अब म तरी तोरी तो भए ओ केही बाँकी छैन अब मेरो सारा सर्वस्व नै उठाएर कहाँ गयो खाइसकेको नि यहाँ रेड बुल के राखेपछि फुकेको भन्छन् अब गर्दाखेरि यहाँ कोहीले त कामको दिन बर्खाको दिन फुकाउँछन् यो आफ्नै तरिकाले गर्छ लिम्बूहरूको धेरै तरिका छ अब त्यसो भएकाले आज यहाँ नै सातो फुकाउने एउटा अनुमति भएको हुनाले र अब जति मलामी एकेबा यतिम्बा छोरी चेली दाजुभाइ माया मैती देशीको सबै मलामी उपस्थिति भइएको थियो खड्गबहादुरको विषयमा कर्णबहादुरको उपलक्ष्यमा त्यसैले मलामी तेने बाङफै दुनु बाङफै जम्मा होए बेले तेने दुनु बाङफै आवाङ आलेन्द्रो लोगले सोनोकै मुखो माछा बोकिए खाइसी अब यहाँ तपाईँ सबै आङबाई नानी थाबाई आमा बाबुका घरबाट सातो थापेर लिएको थियौँ त्यसका लागि यहाँ सातो फुकाउँदैछौँ हजुरहरूले कोहीले अब आँखा हुनेले हेर्नुहोला र आँखा सबैमा छ तर देख्ने आँखा नदेख्ने आँखा हुन्छ है त्यस कारणले कसैको सातो अब के हुन्छ हामी फुकाउँछौँ सुनिदिन्छौँ
कसैको सातो जान्छ कोहीले आँखा देख्ने हुनुहुन्छ राम्रो हेर्नु होला विचार गर्नु होला र अब सातो बोकाउने अनुमति माग्नु पर्यो हजुरहरू हामी सातो बोल्ने अब बोल्दैनौँ ल ल Minso may tamay nuli may tamo are mi kenima. Nagpramatan mo minisigal lo. Brum kami. Brum ni fe. Brum. Brum. Loy. Yaman. Allah na logor bukse dense wan phatse bhai. Lamma sukse. यदि मलाई आउनु भएको थियो तपाईले जान सक्नुहुन्छ खुसी अनुमति है खुसी दिउँ र आज यति भन्दा यही कुरा मेरो दुईजना कुरोलाई समाप्त यहीँ गर्नु लाग्नु पर्यो मेरो कुरो यही समाप्त है यति नै कुरो लाग्नु ओके थ्याङ्क यू